टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ जनकपुर जलेश्वर सडक अवरुद्ध सम्बन्धी प्रसङ्गबाट। मोहतरीको पिपरा 5 सहोडबामा एक दाम्पतिलाई बेपत्ता पारिएको भन्दै स्थानीयवासीहरूले मंगलबार यातायात अवरुद्ध गरेका छन्। घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग सहित उनीहरूले जलेश्वर जनकपुर सडकमा गाडी ठप्प पारेका हुन्। सोमबार राति घरमै सुतेका सोहोडबाका 65 वर्षीय मोसाफिर झा र 60 वर्षीय गीता देवी बिहान नभेटिएको परिवारले जनाएको छ। राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको झाका नाति सुजित कुमारले दाबी गरेका छन्। घटनामा उच्च स्तरीय छानबिन आवश्यक देखिएकाले दबावका लागि सडक अवरुद्ध गरेको उनीहरूको भनाइ छ। दुवैजना सुतेको ठाउँमा रगत भेटिएकोले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय मोहतरीका प्रहरी उपरीक्षक टीका बहादुर केसीले बताएका छन्। दुवैजनाको खोजी भइरहेको छ उनले भने। बिहान झा दाम्पति घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। झाको घरमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताएका छन्। स्थानीयका अनुसार झा मोही सम्बन्धी एउटा जग्गा विवादमा साक्षी बनिरहेका व्यक्ति पनि हुन्। उक्त मुद्दा अदालतमा विचाराधीन छ। जग्गावालासँग झाको विवाद समेत भएको स्थानीयले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषदको बैठक आह्वान गर्नुभएको छ। ओलीले सुरक्षा परिषदको नियमित बैठक मंगलबार बिहान 9:30 बजेका लागि बोलाउनु भएको निजी सचिवालयले जनाएको छ। गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइने गरिन्छ। आजको लागि आह्वान गरिएको बैठक नियमित बैठक मात्रै भएको रक्षा मन्त्रालयका सचिव एवं सुरक्षा परिषदका सदस्य सचिव समेत रहेका रेशमी राज पाण्डेले बताउनु भएको छ। नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनाले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ। रक्षा मन्त्रालयका सचिव रेशमी राज पाण्डेले बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र आउँदो वैशाखमा हुने चुनाव लगायतको विषयमा छलफल हुने बताउनु भएको छ। बैठकमा परराष्ट्र मन्त्री प्रदीप कुमार ग्यावाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधान सेनापति पूर्णचन्द्र थापा सहभागी हुने बुझिएको छ। समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद रहने संवैधानिक प्रावधान छ। परिषद रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव प्रधान सेनापति सदस्य रहने र रक्षा मन्त्रालयका सचिव सदस्य सचिव भएर काम गर्ने व्यवस्था रहेको छ। प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिट निवेदनमाथि आजको लागि पेशी तोकिएको छ। हिजो दुवै पक्ष र एमएक्स क्युरीका कानुन व्यवसायीहरूलाई बहस नोट पेश गर्ने समय सीमा तोकिएको सर्वोच्च अदालतले आजको लागि पेशी तोकेको हो। सर्वोच्च अदालतले अबको केही दिनमै प्रतिनिधि सभा विघटन मुद्दाबारे फैसला सुनाउने तयारी गरेको छ। प्रभाव र दबाव बढाउन सक्ने भएकाले जति सक्दो छिटो फैसला सुनाउनु पर्ने पक्षमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा हुनुहुन्छ। 5 सदस्यीय संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमएक्स क्युरीका कानुन व्यवसायीहरूले बहस गरेका थिए। एमएक्स क्युरीका 5 जना कानुन व्यवसायीहरू मध्येले विजयकान्त मैनाली बाहेक अरू कानुन व्यवसायीहरूले प्रतिनिधि सभा विघटनको कदमलाई गैर संवैधानिक भनेका छन्। गएको पुस 5 गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले
मध्यावधिक चुनावको मिति तोक्दै प्रतिनिधि सभा विघटनको घोषणा गर्नुभएको थियो। त्यस लगत्तै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको थियो। सर्वोच्च अदालतले विघटनको निर्णयलाई दबाब गर्यो भने तत्काल प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ र प्रतिनिधि सभा बैठक आह्वान गर्नुपर्छ। सदर भयो भने वैशाखमा चुनाव गर्नुपर्ने र चुनाव हुन नसके संवैधानिक सङ्कट आइपर्ने कानुन व्यवसायीहरू बताउँछन्। विघटको घटनाको निर्णय सदर भएर वैशाखमा चुनाव गर्नुपर्ने भयो भने त्यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्नुपर्ने दबाब निर्वाचन आयोगलाई रहेको छ। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ। भट्टराई केही दिन अघि पत्नी हिसिला यामी सहित उपचारको लागि नयाँ दिल्ली जानु भएको थियो। भट्टराई दिल्ली स्थित यकृत एवं पित्र विज्ञान संस्थानमा भर्ना हुनुभएको हो। उहाँलाई मंगलबार बिहान 9 बजे भर्ना गरिएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ। आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने पनि पाण्डेले जानकारी दिनुभएको छ। सिराहा नगरपालिकाबाट अपहरित बालकको प्रहरीले सकुशल उद्धार गरी अपहरणमा संलग्न काका सहित 2 जनालाई पक्राउ गरेको छ। सिराहा नगरपालिका 1 डुम्बाखाता बस्ने प्रदीप यादवका 2 वर्षीय छोरा प्रियांशु यादवलाई उनका आफ्नै काका कुलदीप यादवले अपहरण गरेको प्रहरीले खुलासा गरेको छ। गत माघ 20 गते बालक आफ्नै घरबाट हराएका थिए। भारत बिहारको मधुबनी जिल्लाको खजौलीबाट बालकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता शालिग्राम सिंहले जानकारी दिनुभएको छ। प्रदीप यादव र उनका भाइ कुलदीप यादव बीच केही समयदेखि विवाद चलेको थियो। बालकलाई अपहरण गरी फिरौती पनि लिने मनसायले कुलदीप यादवले सिराहाको नगरपालिकाकै वडा नम्बर 23 सुख चैना बस्ने भरोसी यादवसँग मिलेर अपहरण गरेको सिंहले बताएका छन्। कुलदीपकै योजना बमोजिम भरोसी यादवले बालकको अपहरण गरेर भारत पुर्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। दुवैजनालाई पक्राउ गरी अपहरण र शरीर बन्धक मुद्दा उनीहरूमाथि चलाइनेछ, शर्माले भन्नुभयो। अपहरणमा संलग्न कुलदीप र भरोसीले अपराध स्वीकार गरिसकेका छन्। दाजुसित परेको झगडाको रेसिपी साध्न बच्चाको अपहरण गरेको प्रवक्ता शर्माले जनाए। रेसिपी साध्दै फिरौती बापत केही रकम पनि हत्याउने योजना अनुसार बालकको अपहरण गरेको उनीहरूले स्वीकारेको प्रहरीले दाबी गरेको छ। उद्धार गरिएको बालक परिवारको जिम्मा दिएको जनाउँदै जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शर्माले भने कुलदीप र भरोसेमाथि मुद्दा चलाइएको छ। 2 वर्षीय बालक झण्डै 20 दिन परिवारको सम्पर्क बाहिर रहँदा घरमा रुवाबसी भइरहेको थियो। अपहरणमा पारिवारिक सदस्यको संलग्नता भेटिने गरेको र अधिकांश अपहरण फिरौतीका लागि हुने गरेको प्रहरी अनुसन्धानबाट देखिन्छ। कुलदीपको योजनामा भरोसी यादवले बालकलाई घरबाट अपहरण गरी भारतीय सीमामा पुर्याएका थिए। त्यसपछि भारतीयहरूको सहयोगमा बालकलाई खजौलीमा बन्धक बनाएर राखिएको थियो। बालकको उद्धारपछि परिवारमा खुसी देखिए पनि त्रास अझै हटिसकेको छैन। नेपाल र भारत बीचको सीमा बन्द भएको 11 महिना बितिसकेको छ। सीमा बन्द हुँदा नेपाली र भारतीय मुद्रा बीचको कारोबार निर्धारित दरमा नै हुने भए पनि पछिल्लो 1 महिनादेखि भारतीय मुद्राको मूल्य बढेको छ। सीमावर्ती क्षेत्रका व्यवसायीहरूले 100 भारतीय रुपैयाँको 164 नेपाली रुपैयाँ लिने गरेका छन्। नेपाल राष्ट्र बैंकले सीमित मात्रामा भारतीय मुद्रा सटही गर्ने भएकाले कारोबारमा भारतीय रुपैयाँ लिँदा सैकडा 4 रुपैयाँ बढी लाग्ने गरेको छ। नेपाली सीमा र भारतीय सीमाको बजारमा पनि 4 रुपैयाँ सैकडा बढी तिरेर भारतीय रुपैयाँमा कारोबार हुने गरेको छ। माघ महिनाको 15 सम्ममा 100 भारतीय रुपैयाँ निर्धारित दर 160 मा नै पर्थ्यो। भारतीय रुपैयाँको मोल बढाउनुको प्रमुख कारण बिहारीहरूको सरसामान नेपाली मुद्रामा नै भारतीय बजारमा खरिद गर्नु रहेको केही व्यवसायीहरूको तर्क छ। भारतीय बजारमा नेपाली मुद्रामा कारोबार भइरहेकाले त्यो मुद्रा फेरि नेपाल पठाउन समस्या देखिएको छ। भारतीय सीमा भिट्ठा मोडका 1 दर्जन किराना व्यवसायीहरूले भने नेपाली मुद्रा नेपालमा लगेर
माल सामान ल्याउन कठिनाई भएकाले भारतीय मुद्रा महँगो भएको छ। नेपाल र भारत बीचको अधिकांश सीमा नाकामा सवारी साधन आउजाउमा रोक लगाइएको छ। मानिसलाई छेउछाउबाट जान सहुलियत दिएको छ। निजी प्रयोजनका लागि हातमा राखेर ल्याउने सरसामानलाई ल्याउन रोकिएको छैन। सीमावर्ती क्षेत्रका प्रहरीले स्रोत नखुलेका नेपाली रुपैयाँ भारी परिमाणमा बरामद गरेपछि भारतबाट आउने नेपाली रुपैयाँ रोकिएको छ। भारतबाट नेपाली रुपैयाँ नेपाल नआए पनि भारतीय बजारमा नेपाली मुद्रामा कारोबार रोकिएको छैन। भारतीय बजारमा रहेको नेपाली रुपैयाँको विभिन्न वस्तु खरिद गरी भारतमा लग्न सहज नभएसम्म भारतीय मुद्राको मूल्य बढ्ने नै व्यवसायीहरू बताउँछन्। तर केही व्यवसायीहरूका अनुसार फागुन महिनाको अन्त्यसम्ममा भारतीय मुद्रा सहज रूपमा उपलब्ध हुन सक्छ। हाल नेपालमा भारतीय मुद्रा आउने सबै धन्दाहरू बन्द भएको उनीहरूको कथन छ। नेपालबाट भारत जाने सुनचाँदी रोकिएको छ। अन्य ठूला तस्करी पनि कम भएको छ। भारतमा नेपाली युवाहरूको बिहा गर्ने क्रममा अत्याधिक कमी आएको छ। दाइजोबाट प्राप्त हुने भारतीय मुद्रा पनि मूल्य सन्तुलनमा भूमिका खेल्ने गरेको बताइन्छ। विश्वभरमा 8 करोड 77 लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। मंगलबार बिहानसम्ममा 8 करोड 77 लाख 63,992 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 11 करोड 22 लाख 47,462 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 24 लाख 48,656 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 19 लाख 98 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 88 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 90 लाख 91 हजार भन्दा बढी निको भएका छन् भने 5 लाख 12,462 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 10 लाख 15 हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 7 लाख 10 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,56,498 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,73,556 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,69,966 जना निको भएका छन्। यहाँ कोरोनाबाट 2,061 जनाले ज्यान गुमाइसकेका छन्। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 5 लाख नागेको छ। वर्ल्ड वोमिटरका अनुसार अमेरिकामा कोरोनाका कारण अहिलेसम्ममा 5,12,590 जनाको ज्यान गइसकेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा ज्यान गुमाउने अमेरिकी भन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु दुःखद भएको बताउनु भएको छ। व्हाइट हाउसबाट सम्बोधन गर्दै उहाँले कोरोना महामारीसँग लडिरहेको भन्दै यस्तो दुःखद अवस्था आए पनि विक्षिप्त नहुन आग्रह गर्नुभएको छ। उहाँले कोरोना विरुद्धको लडाईँमा सबैले मिलेर जानुपर्नेमा जोड दिनु भएको छ। सम्बोधनपछि ज्यान गुमाएकाहरूको सम्झनामा मौन धारणा गरिएको थियो। त्यस्तै अमेरिकामा गुमाएकाको सम्झनामा 5 दिन राष्ट्रिय झण्डा आधा झुकाउन पनि निर्देशन दिएको छ। कोरोना भाइरसको महामारीको कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ। त्यहाँ अहिलेसम्ममा 2 करोड 88 लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ। अब खेल प्रसङ्ग। शहीद स्मारक बी डिभिजन लिग फुटबल तर्फ बाँकी रहेको खेल आज सुरु हुने भएको छ। कोरोना भाइरसको महामारीको कारण बी डिभिजन लिग अन्तर्गत चैतको 5 गते स्थगन भएको थियो। लिगमा आज 2 खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभएको छ। ललितपुरको 7 दोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ती युथ क्लब बीच तथा दोस्रो खेल पुलचोक
स्पोर्ट्स क्लब र खुमलटार युथ क्लब बीच हुनेछ। पहिलो खेल 12:15 बजे तथा दोस्रो खेल दिउँसो 3:30 बजे हुने एन्फाले जनाएको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।